अङ्कल हजुरको शुभ नाम चक्रबहादुर खड्का हामी जान्छौँ चक्रघट्टी गाइस कस्तो मिलेको ल हेर्नु एकदम राम्रो लाग्यो हजुर यो त सबैले लगाइदिनुहुन्छ यसो म भिडियो बनाउँछु क्या अङ्कल सो गाइस हेलो एन्ड नमस्ते सबैलाई स्वागत छ फेरि पनि पुनः एकपटक मेरो नयाँ भ्लगमा र आज डे 87 सो भ्लग गरेको 87 डेज भइसकेको छ र म अझै पनि यतै छु होइन हाम्रो चक्रघट्टीतिरै छु अनि त्यही हो अब आज चाहिँ यताउति कतै घुमिन्छ चक्रघट्टी एन्ड देन भोलि चाहिँ हामी सायद धरानतिर लाग्छौँ होइन धरान भेडेटार कता कता घुम्ने प्लान छ अनुसार मेरो सो अब हामी चाहिँ घुम्न जान्छौँ अनि अहिले चाहिँ हामी त बाबुको घरमा छौँ खाना खानको लागि चाहिँ एन्ड देन अब चाहिँ यता खाना खाएर अनि मम्मीलाई चाहिँ आज पुऱ्याउनु जान्छौँ मम्मी आज जाने घर सो हामी चाहिँ छोड्न जान्छौँ एकछिनमा यता चाहिँ जनकपुर गाडी आयो ल यहाँ मम्मी चाहिँ अब घर सो गाए चाहिँ हामीले चाहिँ मम्मीलाई चढाएर अब हामी चाहिँ घर फर्किँदैछौँ टक्क लगाएर सिटीमा याकी गाडीमा टक्क लगाएर दादा र म चाहिँ अब घर फर्किँदैछौँ ल हजुरहरूलाई चाहिँ अब घर भेट्छौँ सिउ देयर गाइज है त सो गाइज यो चाहिँ इटरीको भाटभट्टी नि है गाइज यो चाहिँ है हाम्रो इटरी बजारको भाटभट्टी लगाएर हेर्नुहोस् गाइज अनि दादा यता हुनुहुन्छ हामी चाहिँ सो हामी चाहिँ घर फर्किँदैछौँ कस्तो गाडी गयो यहाँ सिटी गाइज यहाँ चाहिँ कोसेलीको लागि चाहिँ यहाँ पार्क पाक्दैछ है यहाँ हेर्नु यहाँ सर ल यहाँ हाम्रो ठुल मम्मीले बनाउँदै हुनुहुन्छ है गाइज अब यहाँ अनर्सा होइन दिदी अर्साको लागि अनि त्यसपछि अनर्सा पनि के बनाउने अरू खजुरी बनाउने सुन है बाबुना यहाँ सुन बनाउने पत्रे त्यसपछि अरू के हुन्छ मिठाई आइटमहरू गाइज हामी चाहिँ अब बाहिर घुम्न जान लागेको बाबु भाइ सन्नानु ओ सन्नानु यहाँ प्याई सन्नानु ओ दाजु हो ठुल नानु माइल नानु दीक्षा रानी त हामी पुतली भएको छैन आज सो गाइज हामी चाहिँ आज कहाँ जान लाग्यो दाजु सीता नौनी कुण्ड हो हामी रामधुनी जान लागेको रामधुनी गाइज रामधुनीमा हामी चाहिँ अहिले चक्रघट्टीमा छौँ टक्क लगाएर के अरे अब चाहिँ हामी चाहिँ रामधुनी जान लागेको दाइ के छ रामधुनीमा के छ भनिदिनु न हाम्रो रामजानीको मन्दिर छन् त्यहाँ भनेको एकदम भनेको बाँदरको एकदम राम्रो प्रदर्शन त्यहाँ देखा गर्न सकिन्छ त्यहाँ हजुर अरू के फेमस कति वर्ष भयो दाइ यहाँ मेरो होइन त्यो कति रामधुनी कति वर्ष भयो त्यहाँ भयो हामीले पनि थाहा छैन यो बारेमा बाबु बाजे पाला ए लगाएछ बाबु बाजे पालादेखि ठाउँमा अब हामी जान लागेको टक्क लगाएर हामी पनि कति पुस्ता भइसक्यो थाहा छैन तर हामी जान लागेको लगाएछ हामी रामधुनी अब म पनि यता बस्छु टक्क लगाएर यहाँ चाहिँ अब म अटोमा बस्छु टट्टो लगाएर सफारीमा बाबु भाइ के छ ल मेरो सिट चाहिँ यहाँ सानानुलाई कहाँ बस्नु अरे मेरो गाइस यहाँ छौँ हामी टक्क लगाएर सानानु र म अनि यता कान्छी नानी सो रामधुनी जान लागेको नाम आइसकेको छ सो रामधुनी गाइस म कस्तो भन्नु हेर्छ टक्क लगाएर नानी यहाँ चाहिँ सानानु आज के डे गाइस आज के हो ओए आज के डे हक डे रे गाइस थर्सडे नो हक डे ओन्ली थर्सडे यहाँ चाहिँ हेर्नु बाँदरहरू छन् यसरी बसिरहन् सानानुहरू जस्ता छन् सबै यहाँ जानी डुङ्गिरी यहाँ हेर्नु हजुरले हेर्नु यहाँ बाँदर छन् हेर्नु गाइस यहाँ मेरो मोबाइल खोज्दै पनि मलाई पिर भयो मलाई त ऊ कुद्दै आउँदा कि गाइज हेर्नु केटाहरू अगाडि गइसकेका छन् यो चाहिँ यही हो हाम्रो रामधुनी भने होइन सानो नानु के छ भनेको के छ खबर यहाँ खोइ सीता माताले चाहिँ अनि कपडा धोएको ठाउँ हो कि भन्दै हुनुहुन्थ्यो यहाँ हुन्छ सबैजना गाइस
सो अनि गाइज हामी चाहिँ यता म चाहिँ यता छु गाइज होइन टक्क लगाएर हिँड्दैछु यहाँ चाहिँ हामी चाहिँ मन्दिर आइसकेका छौँ हाम्रो बाबुभाइ यहाँ छ बाबुभाइ दाजुभाइ यहाँ हुनुहुन्छ दाजु यहाँ छन् बुइनीहरू टिथर्यो टोक्यो र ए सो गाइज सो मन्दिर चाहिँ यही हो गाइज हेर्न सक्नुहुन्छ हजुरले बजरङ्गबलीको मन्दिर जय हो श्री सीताराम नारायण जय सियापति रामचन्द्रको मन्दिर रामको मन्दिर गाइज है हजुरले हेर्न सक्नुहुन्छ यो जात हो गाइज हेर्नु यहाँ त्यो घुम्छ कहाँ घुम्नु भाइ त्यसै घुम्छ भनेर त्यो ढिकी दुई शब्द बोलिदिनु न के बोल्नु मलाई है यहाँको बारेमा यहाँको के प्राचीन यो राम्रो हजुर यहाँ के छ हजुर अरू के छ यहाँको विशेषता के यहाँको अब के भने भर्खर निर्माण हुँदैछ ए त्यो 108 धारा सीताहरू नगएको ठाउँ हो यो हजुर सीताहरू नगएको ठाउँ हो सीतारामले पानी भरेको ठाउँ लुगा धोको ठाउँ गाइस ल हेर्नु यहाँ जय हो नारायण नारायण सो हामीहरू चाहिँ यहाँ विभूति लगाएर बसेका छौँ गाइस टक्क लगाएर यहाँ विभूति लगाएर मजाले हामी चाहिँ यहाँ बसिरहेको छौँ गफ गरेर यहाँ चाहिँ बाँदर यहाँ छ राम जानकी यता हुनुहुन्छ जय हो सीताराम नारायण प्रभु खाँदैछ नि है यो चाहिँ गाई अष्ट चिरञ्जीवीको मन्दिर हो यो के अरे सानो नानो गाइस यहाँ छ नानीहरू बाबुहरू सो हामी चाहिँ यता अष्ट चिरञ्जीवीको मन्दिरतिर आछौँ गाइस अहिले चाहिँ जय हो श्री सीतारामचन्द्र की राधे राधे नारायण अष्ट चिरञ्जीवी मन्दिर नारायण प्रभु हरे कृष्ण राधे राधे नारायण आमाले टिका लाउँदै हुनुहुन्छ ल विभूति नेरी ल यहाँ चाहिँ टिका लगाउने कार्यक्रम चल्दैछ गाइज बापरे थोरै टिका लाग्दैन आमा यहीँ मैले गर्छु यहाँ दादा यहाँ ल्याउ ब्लगर हाम्रो ब्लग हिट होस् भन्नु ल आमा ब्लग हिट होस् ल टिका लाग्यो राधे राधे आमा राधे राधे जय हो राधे रक्षा गरून् सबैको जय शिव शम्भु अष्ट चिरञ्जीवी भगवानले सबैको रक्षा गरून् जय हो नारायण प्रभु रक्षा गरून् नारायण 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 राधे रामधुनी भगवान की जय राधे राधे जय हो सबैजना कहाँ रे हो रामधुनीमा जय हो राधे 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 यहाँ हजुर हेर्न सक्नुहुन्छ भक्तजनको भिड हाम्रो यहाँ बाछी पनि आउनु भएको छ हेर्नलाई लगाएर त्यहाँ भक्तजनको भिड छ गाइस हेर्नु पूजा हुँदैछ यता
दर्शन गर्न आउनु भएको छ यहाँ फोटोसोटो हुँदैछ सेसनहरू यहाँ गाइजहरू टिकट बनाउनु लागेका छन् अब चाहिँ गाइज हामी चाहिँ घरतर्फ लाग्छौँ ल अब हजुरलाई चाहिँ हामी चाहिँ घर भेट्छौँ सी यू देयर गाइज है त ल गाइज बाई सो गाइज मेरी बुढी चाहिँ प्यारी भएर चाहिँ आँखी सिनिया हेर्नु है टक्क लगाएर ओहो फुलकुमारी भएर मेरी बुढी सो अनि तिमीलाई कस्तो लाग्यो यहाँ घुमेर रमाइलो लाग्यो अनि यहाँ बाँदरहरू चाहिँ कस्तो लाग्यो बाँदर जस्तो लाग्यो सानो प्यारी ल अब चाहिँ हामी चाहिँ यहाँबाट निस्किन लाग्यो गाइज है त ल के छ नानु ल बाइ हामी भोक लाग्यो लास्ट डे भोक लाग्यो वाउको मोमो खानु पर्छ ल सो गाइज हाम्रो सिटीको यहाँ आइसक्नुभयो गुरुजी गुरु आमा गुरुनी आमा ल जम गाइज छिटो यहाँ आइसक्नुभयो ल माकुरी कस्तो हेरेल त यार सो गाइज म चाहिँ यहाँ अङ्कलसँग गफ गर्दै हिँड्न लागेको अब अङ्कल यसो गफ गरौँ न अङ्कल यो घाँस कहाँबाट ल्याउनु भएको हो ए यता भन्नु यता अनि गाइज यहाँ हेर्नु है सानो मुन्नेहरू है मुन्नी जानी मुन्नी गयो यता है उसको आमा यता छिन् तपाईँको हो तपाईँको गाई हो ए मन्दिरको गाई हो ए हजुर त्यही त नि म त जनकपुरबाट आएको जनकपुर यता महेन्द्रनगर ठाउँ भन्ने ठाउँबाट हो र ए तेरिका ए ए त्यही त मेरो घर यहीँ छ कति भयो यहाँ हजुर बस्नु थाल्नु भएको म भएको 50 सालमा हजुर 30-32 वर्ष भयो ए 30-32 वर्ष भयो यहाँ बस्नु थालेको बुढो पनि भइगयो नानी के गर्नु यस्तो छ होइन बुढो भइगयो त्यो हाम्रो साथीभाइहरू अगाडि छन् हेर्नु गइसके साथीभाइहरू अगाडि टुमी लगाएर अनि म चाहिँ यता गफ गरेछु कस्तो लाग्यो त हो यहाँ हजुरलाई मैले गफ गरेर एकदम राम्रो लाग्यो हजुर यो त सबैबाट लगाइदिनु हुन्छ यसो म भिडियो बनाउँछु क्या अङ्कल ठिक छ अङ्कल एकदम ठिक छ ल अब हामी यसै गरे भेटघाट गर्दै कुनै दिन फेरि भेट्नु पर्ला है त ल मन लागेको है अब ल हजुरलाई एकदम धेरै धेरै धन्यवाद हजुर यो सबै लगिदिनु फोटो दिनु ल मान्छे निरबहादुर कटकल भन्ने हुनुहुँदो रहेछ भन्नु हजुर ल सबै आएको अङ्कल ल बाबाई है त ल बाबाई ल बाई ल अङ्कल जानुभयो हाम्रो ल गाइस हाम्रो यहाँ भाइ भेट्नु भएको छ यहाँ गाइस टक्क लगाएर है त यहाँ यस्तो यहाँ घना जङ्गलमा हामीले आफ्नो भाइ भेट्यो गाइस हेर्नु यहाँ त्यही भने हो बाबा खाली हो खाली यत्रो खाली नै खाली रहेछ यत्रो खाली यहाँ गाइस हामीले चाहिँ यहाँ हिँडेर डुलेर आएर आफ्नो चाउचाउ खाँदैछौँ सबैजना भएर यहाँ चाउचाउ खाँदैछौँ है गाइस सबै भएर ल म पनि खाँदैछु गाई है चाउचाउ ल बाबु भाइ अब चाहिँ हामी चाहिँ अङ्कलसँग चाहिँ जान लागेको चक्रघट्टी सबैजना बसिसक्नु भएको छ अनि म चाहिँ यता छु अङ्कल हजुरको शुभ नाम चक्रबहादुर खड्का हामी जानेछौँ चक्रघट्टी गाइस कस्तो मिलेको ल हेर्नु कति राम्रो मिलेको ल हेर्नु चक्रबहादुर खड्का हामी आएको चक्रघट्टी ल हेर्नु गाइस है त ल सो गाइस हामी चाहिँ यहाँ आन्टी कहाँ छौँ पानीपुरी खानालाई बाबु भाइ सान्दा बहिनी दिशा बहिनी ओ दिशा बहिनी यो त कानु बहिनी छ डबलपल्ट पढ्नुपर्छ यसलाई त यार सो पानीपुरी चाहिँ यहाँ छ भाउजू यहाँ छ झोल भाउजू दाजु को सान्नानु आऊ छिटो आऊ खाना पानीपुरी खाना आऊ पानीपुरी खाना आऊ सो यहाँ चाहिँ पानीपुरी खाना लाग्यो गाइस यहाँ पानीपुरी पार्टी हेर्नु गाइस त्यही भने पानीपुरी पार्टी गाइस ल पानीपुरी खाएर भेट्छ है गाइस ल गाइस यहाँ चाहिँ मासु पाक्दैछ गाइस हेर्नु यहाँ टक्क लगाएर मिठो मिठो मासु हाम्रो आन्टीले पकाएको मासु अब हामी चाहिँ गाइस खान्छौँ यहाँ बसेर टक्क लगाएर चाहिँ हामी यता खान थालेको है त गाइस टक्क लगाएर मासु भात गाइस हो मासु भात गाइस हामी चाहिँ खान लाग्दैछौँ यहाँ खाँदैछौँ यहाँ आयो तिम्रो म सबै देखाइदिन्छु क्या यता यहाँ भूमिका छ
यता दीक्षा प्यारी ध्याब्री युगेश दादा यता हेर्नु त यता चाहिँ हाम्रो मालिक हो टाइलको यता हाम्रो भिनाजु बिचारा यहाँ चाहिँ मेरो भात छ यहाँ मच्छु सो गाइज हाम्रो यहाँ रोस्ट पाक्दैछ है रोस्ट यहाँ रोस्ट 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 गाइज यहाँ छ यहाँ रोस्ट खानेहरू गाइज यहाँ चाहिँ अब अचार अनि यो रोस्ट खान लागेको छ सबजना भएर बाबु भाइ यता छ ओ सानो ठुलो दिदी यहाँ चाहिँ ठुलो दिदी सानो नानी यता हेर ल यहाँ चाहिँ ओ साइली नानी यहाँ चाहिँ खुइदी कान्छी नानी हुँदैन कान्छी नानी नडुबाउ न केमा रोस्ट मिठो थियो हौ जे पाइदियो भने आजको ब्लग चाहिँ यति नै हो हामी फेरि अर्को ब्लगमा भेट्नेछौँ त्यति बेलालाई हेभ फन गुड नाइट टेक केयर एन्ड बाइ बाइ सब्स्क्राइब